मिठू 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 कम 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 यता हो न न न न एकदमै भोकाएको छ त्यही भएर चाहिँ यसलाई म खाना दिइरहेको छु हेर्न सक्नुहुन्छ है कस्तो भोकाएको छ आज म दिउँसो अलिकति बिजी थिएँ त्यही भएर यो चाहिँ जहिले मेरै रुममै हुन्छ अनि सरी यसलाई चाहिँ मैले खाना चोखो खाना दिइरहेको छु फेरि त्यस्तो कुनै जुठो खाना होइन अर्को रुपी पनि थियो तर त्यो रुपी चाहिँ मैले एकै ठाउँमा नहोला जस्तो लागेको र अर्कोलाई उहीँ लगेर गुडमेल लगेर राख्थेँ हेर्न सक्नुहुन्छ कति मजाले खान्छ यो भोक लागेको रहेछ मिठो लास्ट भोकाएको रहेछ कस्तो हात झरिहाल्छ फेरि मजाले खाएर पहिला त सानो थियो बच्चा यत्रो थियो रहेछ अहिले चाहिँ निकै नै ठुलो भइसक्यो अब त खाना पनि माग्छ भोकाइसकेपछि अनि राति पनि यहीँ राख्छु म आफ्नै बेडमै सुताउँछु अनि मिठो भन्यो भने अनि क्वाँ 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 गर्न थालिहाल्छ उठिहाल्छ बिहान पनि राति नै उठ्छु म अनि म सँगसँगै उठिआएको अनि म फर्ममा हिँड्दाखेरि यहाँबाट जाँदाखेरि अनि यसलाई बोलाउँछु अनि मात्रै गएर अनि फेरि आएर अनि मात्रै यसलाई खाजा खुवाउँछु बिहानको कस्तो फोन तल झरेर गर्दा फेरि भएन मिठो अनि कति खाएको यसलाई चाहिँ फेरि एउटै खाना चाहिँ त्यति राम्रो नलाग्ने रहेछ क्या कहिले आकल झुक्कल खाना यो भात हुन्छ अनि आकल झुक्कल यसो गहुँहरू यस्तो दिन्छु कि हाल्नु कति जिउ भोकाएको रहेछ के र चाहिँ भोकाएर अझै अगाएकै छैन पहिला पहिला सानोमा चाहिँ थोरै खान्थ्यो अहिले चाहिँ भनेको अलिक बढी नै मात्रामा खान थालेर चाहिँ हेर्न सक्नुहुन्छ यसको यत्रो भइरहेछ गाँड अनि एकछिन पक्दैन अहिले चाहिँ भनेको हिँड्न पनि थालिसकेको छ आऊ मिठो मिठो कम 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 यो चाहिँ अहिले निकै नै बुझ्ने पनि भइसकेको छ जान्ने पनि भइसकेको छ अझै पनि अगाएकै छैन यसलाई फेरि अझै पनि दिन्छु म हस् त ओ मिठो स्टोली